गर्दा हामीहरू ज्ञान, शान्ति, मनोरञ्जन र इच्छा पूर्ति गर्नको लागि हामी धर्म, तीर्थस्थल लगायत विभिन्न ठाउँमा हामीहरू पुग्छौँ। ज्ञानको शान्ति हामीले लिन्छौँ र हाम्रो सम्पूर्ण मनो इच्छा कामना रहन्छ। यसै अर्थमा भन्नुपर्दा हामी यस निय गुफाको यो हाम्रो दोस्रो गेट रहेको छ। हामी त्यहाँ पूजाआजा गर्ने ठाउँको यो भित्रको तेस्रो गेट हो। यो हाम्रो दोस्रो गेट हो। यो गेटबाट हामी भित्र पसेर पूजाआजा गर्छौँ। यो पहिलो गेटबाट हामी आफ्नो सम्पूर्ण इच्छा पूर्ति गर्नको लागि पूजाआजाको सामग्री लिएर यहाँ प्रस्थान हुने धर्मावलम्बीहरू यहाँ उपस्थित हुन्छन्, जसको ब्यारिटपबाट हाम्रो गङ्गापूर्ण हिमाल देखिन्छ। त्यसपछि अन्नपूर्ण तेस्रो देखिन्छ, अन्नपूर्ण दोस्रो देखिन्छ भने पिसाङ लेक देखिन्छ, अनि घ्यारुमाथिको हाम्रो काङ्ला पास देखिन्छ। र हामी मनोरक दृष्टि गरेर हामी आफ्नो इच्छा प्राप्ति गरेर हामी यो ठाउँबाट जान्छौँ। सम्पूर्ण यस ठाउँमा भ्रमण गर्नुहुने र ज्ञान आर्जन गर्नुहुने सम्पूर्ण तीर्थस्थलहरू हामीहरूले अवश्य नै एकपटक पुग्नुपर्ने देखिन्छ। सम्पूर्ण गावल भ्याली देखिन्छ यताबाट। मनाङ निस्याङ गाउँपालिकाको गाउँपालिका देखिन्छ र हाम्रो यो सम्पूर्ण स्थानहरूको मनोरक दृश्य अवलोकन गरेर हामी शान्तिको आभास गर्न सक्छौँ भन्ने कुरा म यहाँहरूलाई अनुरोध गर्दै अवश्य नै एकपटक हाम्रो तीर्थस्थलहरू पर्यटक दाजुभाइहरू लगायतले एकपटक दर्शन गर्न आउने ठाउँमा आएर दर्शन गरेर जानुहोला भन्ने कुरा म आग्रह गर्दछु।